So hey guys, welcome back to my channel. So this सम्बन्धमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ म FZS V2 बाइकमा ट्राभलिङ गर्दैछु। सो आजको भ्लग चाहिँ कस्तो हुन गइराखेको छ भन्दै गर्दा चाहिँ FZS बाइक चाहिँ गाउँहरुको लागि यानि कि पहाडतिर चाहिँ कस्तो हुन्छ त, कस्तो परफर्मेन्स दिन्छ त, अनि पहाडको लागि चाहिँ कस्तो हुन्छ, गुड हुन्छ या ब्याड हुन्छ हैन भन्ने विषयमा रहेको छ। अनि यो FZS को बारेमा कुरा गर्दै गर्दाखेरि चाहिँ FZS V1, V2, V3 सबै मोडलहरुको है जुन मुनिको त्यो साइलेन्जरहरु चाहिँ अलिकति चेसहरु चाहिँ अलिकति डाउन भएको कारणले गर्दा चाहिँ अलिकति छिटो यस्तो अफरोडिङ गर्दै गर्दा कस बाइकतिर स्पिड ब्रेकरतिर चाहिँ अलि छिटो ठोकिने हुन्छ। अनि यसको टायर चाहिँ फ्ल्याट भएको कारणले गर्दाखेरि अलिकति पर्फर्मेन्सहरुमा बेटर हुन्छ। तर बर्खा टाइपमा पानी झरीमा रेनिङ टाइममा चाहिँ ड्राइभ गर्दै गर्दाखेरि चाहिँ अलिक छिटो चिप्लिने सम्भावना ज्यादा देखिन्छ। सो त्यही पनि तपाईहरु अलिक तल हुनुहुन्छ भने, अलिक अग्लो अलिक हाइटदार हुनुहुन्छ, अलिक बलियो हुनुहुन्छ भने त्यो अलिक म्याटर गर्दैन, त्यति समस्या हुँदैन, त्यो ठुलो कुरा भएन। अनि यसको पर्फर्मेन्सहरुको कुरा गर्ने हो भने चाहिँ एकदमै बबाल हुन्छ पर्फर्मेन्स। पावर पिकअपहरु चाहिँ एकदम स्मुथ तरिकाले चाहिँ सर्ट लिन्छ, अलिक एक्युरेसी टाइपको।